घन्टी टिनिनी अब युवराज सोल भएको फिनिनी हेरौँ न को जेल जाँदो रहेछ। घन्टी टिनिनी को जेलमा को युवराज रेलमा। सफल अब पत्ता भाइ नै होइन, टिनिनी त्यो त हावा कुरा हो। जेलैमा हो जेलैमा बालेन जेलैमा रेलैमा हो रेलैमा सफल रेलैमा रेलैमा हो रेलैमा सफल रेलैमा कसको रेल केपी ओलीको कि कसको? नागरिकता काण्डमा बालेन जान्छ जेलैमा। यदि रासोपाले एमसीसी खारेज गर्छ भने एसपीपी पास गर्दिन भनेर कमिटमेन्ट गर्छ भने सन् 1950 सन्धिको बुँदा नम्बर 8 को कार्यान्वयन गर्छ भने अहिले भर्खरै म राष्ट्रपाको झोले भएन। मलाई मन्त्री सांसद चाहिँदैन, केन्द्रीय कमिटी सदस्य कार्यकर्ता चाहिँदैन, म झोले रवि र बालेनलाई पिठीमा बोकेर जय 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 गर्दै म पूर्व मेची पश्चिम म जान्छु। त यिनले गर्छ त गर्दैन। अब यिनीहरूले चाहिँ एसपीपी सम्झौता पास गर्ने, नेपालमा अमेरिकी सेनाको चाहिँ बेस क्याम्प बनाउने अनि इरानले पर्सिपल्ट त यहाँ मिसाइल हान्न थाल्छ। त्यसैले गर्दाखेरि यो यिनीहरूको यो तपाईँको चाहिँ जसरी सुन्नु न, जसरी जेनजी आन्दोलनमा आँधी बेरी आयो त्यसैले त्यो आँधीले ल्याएको चाहिँ तपाईँको चाहिँ बाछिटा हो। यो काङ्ग्रेस एमाले माओवादी पुरानो पार्टी चोर भन्ने थियो जनताले, तर घन्टे भने त लुटेर पार्टी रहेछ नि त, डाका पार्टी रहेछ नि। कसरी लुटेर? सिंहदरबार जलाउने, सर्वोच्च जलाउने, संसद भवन जलाउने, बाँदरको पुच्छर लौरो न हतियार भने जस्तो, स्याललाई फोक्सो बारी भने जस्तो। यो रासपाको भिजन के छ? एउटा सोभिता रेणुदाहरूको विषयमा को चाहिँ स्नाकोत्तर पढेको भनेर चाहिँ झुटो विवरण पेश गरेछ नानी। स्नातक पढे स्नाकोत्तर पढ्यो भन्ने अनि बहु बिहा गर्दै हिँड्ने तिमी, अनि आफू अर्का बुढो खोज्ने। तपाईँले अहिले कतिको रासोपाल दुईतिर ल्याइसकेपछि तपाईँलाई कतिको डर छ? मलाई पछाडिएरै ठोक्छ नि कि अगाडिएरै ठोक्छ नि कि बाटे ठोक्छ नि भन्ने सक्दैन। ल्याउने त्यो सहकारी खाने त्यो किर्ते नागरिकता बोक्ने त्यो, अनि म जेल जानुपर्ने, त्यसै भएको बिर्ता हो। त्यसैले जसले रवि लामिछानेलाई बालेनलाई घन्टीमा भोट बजाउनु भएको छ, अब बमले तपाईँको टाउको बजाउँछ। गगन थापा पनि अमेरिकी एजेन्ट हो, रवि लामिछाने पनि अमेरिकी एजेन्ट हो, र बालेन शाह पनि अमेरिकी एजेन्ट हो। कहिले पनि युवराज सफलले घन्टे ग्याङ भन्दाखेरि सारा जनतालाई घन्टी बनाइदिनु तपाईँले, होइन? घन्टे ग्याङ आज, घन्टे ग्याङ भोलि, घन्टे ग्याङ घन्टे ग्याङको नाइके जेल जान्छ भनेर पुरा कम्ता मिहिनेत गरेको छु। 2 तिहाई होइन 3 तिहाई ल्याउनु पर्यो। यो क्लिन स्विप हान्नु पर्थ्यो। दुई चार मत काङ्ग्रेसमालाई छोड्दिए। किन भन्दा पनि नेपाली काङ्ग्रेस एमाले माओवादी ठुला पार्टी पुरानो पार्टीहरू कत्रो दम थियो तिनीहरूको, दम्ब थियो कि अहङ्कार थियो नि। हामी तीन दलीय सिन्डिकेट भन्थ्यौँ। भनेको रासोपाको घन्टीको ब्रान्ड एम्बेसडर तपाईँ हो। म ब्रान्ड एम्बेसडर हो। ऋषि धमलाको स्टुडियोमा गएर भन्नुभएको थियो तपाईँले। त्यो त मान्छेलाई दलाल एजेन्ट परिचालित भनेपछि गर्दन उडाइदिनु पर्थ्यो त्यस्तो मान्छेको, होइन? तैपनि मैले किन गर्दन उडाउने भने धम्किया मात्रै हो क्या। अब तिनै माननीय भएर आउँदैछन्। माननीय थाननीय भएर हामीलाई के हुन्छ भने एकमणिले धम्काएको, एकमणिले चुनाव जितिसक्यो। अब होइन, त्यो उहाँलाई त्यो शुभकामना छ, बधाई छ। तपाईँ युवराज सफल होइन, तर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले विजय हासिल गरेको हेर्दा देशभर अब 2 तिहाई बहुमत ल्याउने भनेर भनेको हुँदा रवि लामिछानेलाई सिद्ध्याउनु तपाईँ हात दोहोरो लाग्नु बनाउन लागेको होइन, हात दोहोरो सिद्ध्याउनै लाग्यो होइन। तपाईँलाई प्रश्न उत्तर जस्तो मेरो अग्रज मित्र पनि हुनुहुन्छ, मैले प्रश्न सक्छु। म तपाईँलाई भन्छु, रवि लामिछानेले अस्ति उम्मेदवार हुँदाखेरि उहाँले पेश गरेको नागरिकता त्यो दिलाएको कसले? मैले मुद्दा हालिसकेपछि उहाँले लिएको नागरिकता होइन, अनि उसलाई बनाउन हिँडेर चाहिँ भत्काउन हिँडेर छ भने। तर मान्छेहरूले के भन्न थाल्यो? त्यो मान्छेहरूको कुरा नगर्नु, मेरो कुरा गर्नु न। मान्छेहरूको कुरा नगर्नु क्या। मैले मेरो मित्रै भइहाल्नु, म अरू कुरा गर्नु। सुन्नु, मैले मुद्दा हालेपछि उहाँले पाएको नागरिकता बोकेर उहाँले सांसद जित्नु भएको, उहाँको खल्तीमा त्यही नागरिकता छ अहिले। नागरिकता तपाईँले दिलाउनु सफल हुनुभयो, तपाईँलाई बधाई छ। धन्यवाद। यसरी ल्याउनु न, पोजिटिभ कुरा ल्याउनु। तपाईँलाई राष्ट्रपाका समर्थकले धन्यवाद दिनुपर्छ त्यो कुरामा। धन्यवाद मात्रै दिनु। अब त्यत्रो राष्ट्रपति सिद्ध्याउनु लाग्यो, राष्ट्रपाको सभापति सिद्ध्याउनु लाग्यो भनेको त राष्ट्रपा सिद्ध्याउनु लाग्यो भने सुन्नुहोस् है पहिला के भन्ने। यत्रो 2 तिहाई लिएर आउँदाखेरिमा तपाईँलाई युवराज सफल भन्ने कि असफल भन्ने? युवराज सफल भन्ने नि। युवराज सफलले जहिले पनि युवराज सफलले घन्टे ग्याङ भन्दाखेरि सारा जनतालाई घन्टी बनाइदिनु तपाईँले, होइन? घन्टे ग्याङ आज, घन्टे ग्याङ भोलि, घन्टे ग्याङ घन्टे ग्याङको नाइके जेल जान्छ भनेर पुरा कम्ता मिहिनेत गरेको छु। 2 तिहाई होइन 3 तिहाई ल्याउनु पर्यो। यो क्लिन स्विप हान्नु पर्थ्यो। दुई चार मत काङ्ग्रेसमालाई छोड्दिए। किन भन्दा पनि नेपाली काङ्ग्रेस एमाले माओवादी ठुला पार्टी पुरानो पार्टीहरू कत्रो दम थियो तिनीहरूको, दम्ब थियो कि अहङ्कार थियो नि। हामी तीन दलीय सिन्डिकेट भन्थ्यौँ। भनेको रासोपाको घन्टीको ब्रान्ड एम्बेसडर तपाईँ हो। म ब्रान्ड एम्बेसडर हो,
तर घन्टे ग्याङ भन्दै तपाईले ब्रान्डिङ गर्नु मैले प्रचार गरेँ। तर कुरो के हो भन्दाखेरि काङ्ग्रेस एमाले माओवादी पुरानो पार्टी चोर भनेको थियो जनताले, तर घन्टे भने त लुटेर पार्टी रहेछ नि त, डाका पार्टी रहेछ नि। कसरी लुटेर? सिंहदरबार जलाउने, सर्वोच्च जलाउने, संसद भवन जलाउने। अब यो कार्की जनताले सबै मिलेर मत दिए। त्यहाँ राष्ट्रसभाका चाहिँ बालवाला अस्तिका पुरानो सांसदहरू पनि चिलिम च्वाट हुँदैछन्। हेर्नुहोस्, रवि बालनतिर पनि चिलिम च्वाट हुँदैछ होइन। त्यसले गर्दाखेरि जनताले अब कसलाई भोट दिन्छ? चुनाव त जानु पर्यो। त्यही भएर यी सबै चोर भयो भनेर जनताले राष्ट्रसभालाई एकचोटि जनताले बहुमत दिएन, हामीलाई सिट थोरै हो, काम गर्न सकेनौँ भनेर राष्ट्रसभाले, त्यही भएर जनताले भोट दिए। बाटोमा खुद्रो खुद्रो हिँड्नु भएको म भन्छु, म तपाईँलाई भन्दै धन्यवाद त्यसको लागि। जनताले तिमीहरूले मत चाहिँ तिमीहरूलाई हामीले मत दिएका छौँ भनेर 2/3 करिब मत दिएका छन्। अब काम गर न भाइ। अब यो कस्तो के हुँदैछ भने एउटा बाँदरलाई रुखमा चढेर नरिवल तपाईँको चाहिँ भेटेछ, अब निकाल्न आउँदैन, गर्दा गर्दै अर्को ल्याएर मान्छे ल्याएर खोजेर नरिवल खाइदियो। बाँदरले थाहा छैन। बाँदरको पुच्छर लौरो न हतियार भने जस्तो, स्याललाई फोक्सो बारी भने जस्तो यो राष्ट्रसभाको भिजन के छ? कागलाई बेल पाको विश्वास। म तपाईँलाई भन्छु एउटा कुरा, यदि ठिक छ, यदि राष्ट्रसभाले एमसिसी खारेज गर्छ भने, एसपिपी पास गर्दिन भनेर कमिटमेन्ट गर्छ भने, सन् 1950 सन्धिको बुँदा नम्बर 8 को कार्यान्वयन गर्छ भने अहिले भर्खरै म राष्ट्रसभाको झोले भएर मलाई मन्त्री सांसद चाहिँदैन, केन्द्रीय कमिटी सदस्य कार्यकर्ता चाहिँदैन, म झोले रवि र बालनलाई पिठीमा बोकेर जय 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 गर्दै म पूर्व मेची पश्चिम म जान्छु। त यिनले गर्छ त गर्दैन। अब यिनीहरूले चाहिँ एसपिपी सम्झौता पास गर्ने, नेपालमा अमेरिकी सेनाको चाहिँ बेस क्याम्प बनाउने, अनि इरानले पर्सिपल्ट यहाँ मिसाइल हान्न थाल्छ। त्यसैले गर्दाखेरि यो यिनीहरूको यो तपाईँको चाहिँ जसरी सुन्नु न, जसरी जेनजी आन्दोलनमा आँधीबेरी आयो त्यसैले त्यो आँधीले ल्याएको चाहिँ तपाईँको चाहिँ बाछिटा हो। यो टिका हुन्न, यो जितेर पनि यिनीहरूले हार्छन्। युवराज सफलले हारेर पनि जित्छ। त्यसले गर्दाखेरि उहाँहरूलाई ठुलो पार्टी बनाउनु भएको म खुसी छु, किनभने जनताले कि सधैँभरि काङ्ग्रेस एमाले छाप मात्रै लाएर हुन्छ, माओवादीले छाप लाएर हुन्छ, नयाँलाई लगाइदियो त जनताले। हिजो केपी ओलीले छाप लाउनु ल्याएर रवि के अरे बालनलाई लगाइदियो नि त। सुन्नुहोस् है, अब सुन्नु है, हजुर, अब ठ्याक्कै तपाईँ मुद्दा हाल्न हिँड्नु भएको थियो, के छ अब रविलाई मुद्दा हाल्ने कि नहाल्ने? तपाईँ होइन, रविलाई मुद्दा हाल्ने नहाल्ने, कसलाई के नहाल्ने, संसदले जानु मिल्दैन, उहाँसँग सम्पत्ति शुद्धिकरणको मुद्दा यथावत छ भनेर भन्यो त के हो यस्तो विस्तृत कुरा भन्नु त ल? अब यो विषयमा तपाईँ भोलि जाने होला। सम्मानित सर्वोच्च अदालतमा यो निर्णयका विरुद्धमा मैले मुद्दा हालेँ। त्यही काण्डमा मलाई महाधिवक्ताले लगेर एक रात थुनिन् पनि होइन, मेजमानी भयो मलाई चाहिँ अब के अरे चाहिँ बाघलाई थुन्ने खोर रहन्छ भनेर मलाई छोडिदिए। एक रात थुनेर मलाई छोडिदिए। बाघ यतिखेर बाहिर निस्किया छ। अनि सम्मानित सर्वोच्च अदालतले चाहिँ अब अहिले सक्कल फाइल झिकाउने आदेश गरेको छ र सर्वोच्च अदालतको आदेशपछि जिल्ला रूपन्देही र कास्की जिल्ला अदालतले चाहिँ सर्वोच्चको डिसिजन बेगर हामी चाहिँ यो निर्णय गर्न सक्दैनौँ, तपाईँको मुद्दा फिर्ता हुन सक्दैन भनेपछि त्यहाँ पनि युवराज सफलको करामत देखिया छ। अहिले अर्को मुद्दा रविजीलाई हालिराख्नु आवश्यक छैन, सर्वोच्चमा नै त्यो मुद्दा विचार काफी छ। को मान्छे सुत्न पाउँछ पाउँदैन, को कहाँ के घुम्न पाउँछ पाउँदैन, दारी काट्न पाउँछ पाउँदैन, जुल्फी लर्काउन पाउँछ कि पाउँदैन, जेल लाउन पाउँछ कि पाउँदैन, उसको राइटको कुरा होला। तर नेपालको कानुनले जे हुन्छ त्यही हुन्छ, जे भन्छ त्यही हुन्छ। दाजु अब राष्ट्रपाले 2/3 लियो होइन, तपाईँ त बेला बेला गीत गाइरहनुहुन्छ, आज राष्ट्रपाले 2/3 ल्याइसके पछाडि अब लगभग 2/3 ल्याउन आँटेको छ, एउटा गीत गाइदिनुहोस् प्लिज आज। ठिक छ। जेलैमा हो जेलैमा बालेन जेलैमा, रेलैमा हो रेलैमा सफल रेलैमा, रेलैमा हो रेलैमा सफल रेलैमा। कसको रेल? केपी ओलीको कि कसको? नागरिकता काण्डमा बालेन जान्छ जेलैमा। भाइ तिमी प्रधानमन्त्रीबाट उठ्छु भन्छौ, तर पात तल छ भएको मान्छेले मोटो छ भनेर आफ्नो बाउको दाजुको आमाको समेत थर परिवर्तन गर्दै रहेछ। अब एउटा देशको प्रधानमन्त्री बन्छौ भने हिँड्या मान्छेले नाइ त कृत्य बोक्या छौ कि सही बोक्या छौ? दाजु यस्तो नभन्नु, कुर्छ नै, तपाईँ सचेत बनेर हिँड्नु बाटोमा कुर्छ न। अब कुर्छन् 2/3 जनताले त्यत्रो समर्थन गरेर 2/3 दिइसकेका छन्, तपाईँले जेलमा जान्छ भने जस्तो कुर्छ नै तपाईँलाई। बस्नुहोस्, ठिक छ त, हाने भयो त म अहिले पनि तपाईँले के कोही सेक्युरिटी लिएर हिँडेको छु र? म कसैको बाउको देश हो यो? मेरो पुर्खाले लडेर ल्याएको देश हो। गगन थापालाई के भन्न चाहनुहुन्छ ल भन्नुहोस् त? होइन, मैले अस्ति 2 दिन अगाडि एउटा स्ट्याटस के अरे भिडियो टिकटकमा जारी गरेको छु। मेरो दाबी के थियो भने गगन थापा पनि अमेरिकी एजेन्ट हो, रवि लामिछाने पनि अमेरिकी एजेन्ट हो, र बालेन शाह पनि अमेरिकी एजेन्ट हो। अब अमेरिकाले गगन त एकचोटि टेस्ट भइसके मान्छे हो नि त होइन, ऊ पोलिटिकल मान्छे हो होइन, उसलाई सबै कुरो थाहा छ, मिलाउन सक्छ। तर
तर जनताले त गगनलाई अहिले त्यति साह्रो रुचाएको छैन नि त। बालेन भनेको फ्रेस हो, मेयर खायो त्यसपछि उसलाई युज गर्न सकिन्छ भनेर चाहिँ त्यो पोलिसी बनाएको छ। मैले भने थिएँ यदि बालेनलाई हराउनु छ भने गगनलाई जिताउँछ अमेरिकाले, यदि गगनलाई जिताउनु छ भने बालेनलाई हराउँछ। अहिले अब बालेनलाई जिताएर अब गगनलाई हराउने खेल भइसक्यो। अब उसले हारिसक्यो होला सायद मेरो विचारमा, त्यो नतिजा नआए पनि उसले हारिसक्यो, हार स्वीकार गरिसकेको छ। त्यसैले गर्दाखेरि चाहिँ अब यी सबै एउटै महेश बस्नेत र राजीव खत्रीलाई के भन्न चाहनुहुन्छ त भन्नुहोस्। होइन महेश बस्नेत राजीव खत्री, अब मलाई थाहा छ राजीव खत्री भन्ने त्यो भाइ चाहिँ रवि लामचानेलाई के भन्ने गाली गर्दै थियो। के गाली गर्दै थियो साथीले टिकट पाएर अहिले मालामाल भएको छ। यस्ता अनैतिकहरूले के गरी मुख देखाउँछ भाइ। अहिले मैले पनि सांसद हुन्छु भने भए राष्ट्रपालले चाहिँ ल हजुर घन्टी जिन्दाबाद भने मलाई पनि एउटा सिट दिन्थ्यो होला। तपाईँको आफ्नो पार्टी थियो भइहाल्थ्यो पुग्छेको थियो र। मेरो कुरा सुन्नु न, यहाँ त सांसद बन्नलाई विभिन्न पार्टी छोडेर टिके छोडेर दुनियाँ भएर हजुर हिजोको विरोधी पनि हजुर म तपाईँको मित्र भनेर हिँडेका छन्। भनेको अर्थ हामी इमान जमान सबै युवराज सभालाई त माओवादी भन्थे, खै माओवादी पनि भन्नु न। त्यसो मैले भन्दैछु त्यसले गर्दाखेरि त्यो राजीव भाइले एकचोटि त्यो उसले आफैले जारी गरेर भिडियो हेरेको छ कि छैन, के भनेको छ त्यहाँनिर। अनि पद पाएपछि सबै राम्रो, अनि पद नपाउँदासम्म चाहिँ आची भन्ने, पद पाएपछि अनि त्यो खिर भन्दै खाने। अनि त्यसमा तपाईँ महेश बस्नेतको सपोर्टर हो तपाईँ? होइन महेश बस्नेतका बारेमा मलाई किन सोधिरहेको त, मलाई त्यो मतलबै छैन नि। महेश बस्नेत जातिपति राम्रो लाग्छ भन्छन् नि त तपाईँलाई? त्यस्तो हावा कुरा नगर्नु न तपाईँ। होइन है, सोभिता र रेणु दाहालको विषयमा भनिदिनु त ल। एउटा सोभिता र रेणु दाहालको विषयमा को चाहिँ स्नाकोत्तर पढेको भनेर चाहिँ झुटो विवरण पेश गरेछ नानी। स्नातकबाट स्नाकोत्तर पढ्यो भन्ने अनि बहु बिहा गर्दै हिँड्ने तिमी, अनि आफू अर्का बुढो खोज्ने, अनि विचार गर नानी है। त्यो मसँग प्रमाण छ। तपाईँले त माओवादी नै भन्थे, रेणु दाहालको सँग सोभिताले जितिन् भनेर तपाईँलाई रिस उठ्यो। रेणु दाहालले हराउने जिताउने हो त, ठिकै छ त्यो बिहेको कुरा त्यो नजाऊ, तर होइन बहु बिहा गर्न हुन्न भन्ने हो। होइन तपाईँलाई पनि अब एउटी केटीले खोजिदिएर बिहे नगर्दैछ भने तपाईँ पनि सुध्रिनुलाई जस्तो लागेन। कपाल झरेर तालु हुनु लागिसक्यो, एउटा केटी पठाउनु सकेको छैन बिहे गर्न। होइन अहिले त्यो विषय नै केटी पट्याउने नपट्याउने भन्ने कुरा होइन, कि भित्रभित्र पठाउनु भए देश बचाउने कि नबचाउने, माटो बचाउने कि नबचाउने भन्ने प्रसङ्ग हो क्या। एक केटी पट्याउने कसले गर्लफ्रेन्ड बनाउने, के चार सक्नेले भने मलाई तपाईँलाई बोयफ्रेन्ड बनाउँछ अनि केटीले सोचे आउनु कि भोलि मलाई नै मुद्दा हाल्यो भने के हुन्छ होइन। चार सक्ने चाहिँ लिए भन्न खोजे हो त तपाईँहरूले मलाई? एउटै ल्याउने, एउटै त ल्याउनु सकेन, के को चार ल्याउनु? होइन त्यो समयले बताउँछ, अहिले मलाई त्यो जरुरत छैन। के छ तपाईँको प्रचण्ड चुनाव जिते हेर्नुहोस्। होइन उनीले जेनजी यो देशमा दुईटा अजुबा मान्छे, एउटा जेनजी आन्दोलनमा सडकको अजुबा तपाईँ, सुन्नु न, सदनको अजुबा प्रचण्ड। सुन्नु न, जेनजी आन्दोलनमा हुनुमा भित्री रूपमा प्रचण्डको पनि साँठगाँठ छ र उनले पनि मेरो घरमा नि आगो लगाइदिए जस्तो गरे केटा हो भनेर उनको घरमा पनि आगो लगाइदियो। जेनजी आन्दोलनको सपोर्टर प्रचण्ड भएको कारण सिआइएले चाहिँ अमेरिकाले प्रचण्डलाई पनि जिताइदियो। जेनजी आन्दोलनका विरोधीहरू त सत्यानाश भएको छन्। अमेरिकी एजेन्ट जो छ चुनाव जितेको छ 100%, जो अमेरिकी एजेन्ट छैन त्यो चाहिँ नराम्रोसँग हारेको छ। तपाईँले अहिले कतिको राष्ट्रपाल दुईटा ल्याइसकेपछि तपाईँलाई कतिको डर छ? मलाई पछाडिएरै ठोक्छ नि कि अगाडिएरै ठोक्छ नि, बाटे ठोक्छ नि भन्ने सक्दैन। ल्याउने त्यो सहकारी खाने त्यो कृत्य नागरिकता बोक्ने त्यो, अनि म जेल जानुपर्ने, त्यसै बाबुको बिर्ता हो नि, दम छ त्यसको त छोएर देखा नि तपाईँ सिद्धिन मन छ। त्यसैले आगोलाई छुनु तर युवराज सबैलाई नछुनु। आफ्नो काम दुईटै ल्यायो, काम गरेर आफ्नो जनताको मन जित, 50 वर्ष देश कब्जा गर न भाइ। काम गर्न दिनु नि त, किन अदालत गएर मुद्दा हाले हामीले चाहिँ के नक्कली झुटो विवरण नागरिकता बोक 4 सुहानीले हामीले पनि हो, मैले लगाए हो त्यो। ठिक छ छोडिदिनुहोस्, अलि सुहानी ल्याइदिए हाल्यो। अनि के भने अनि राष्ट्रपतिका झोलेहरू के भन्छन् भने मासुवातीहरू अब युवराज सबल जेल, तेरा बाबुले जेल हाल्छ, तेरा बाबु जेलर हो, तेरा बाबु पुलिस हो, तेरा बाबुको अदालत छैन। युवराज सबललाई खोरमा हाल्ने, बाघलाई खोरमा हालेर देखा नि त तेरो बाबुको दम छ भने को माइकल हाल्छन् छ। अहिले एउटा भाषी आएछ कि बजारमा घन्टी टिनिनी, अब युवराज सोल भएको फिनिनी हेर्नु न को जेल जाँदो घन्टी टिनिनी, को जेलमा को सबल अब पत्ता साहब भाग्ने फिनिनी, त्यो त हावा कुरा हो। हेर्दै जानु त तपाईले फिनिनी। म अहिले धेरै भन्दिनँ, अहिले म ड्युटीमा छैन, हेर्नुहोस् होइन। अहिले म हिजो भर्खर गाउँबाट आएको हुँ, टन्सिलबाट बोल्न नि हुन्न, औषधि यहाँ ल्याइरहेको छु, म हेर्दैछु। तर तपाईँले नसोचेको हुन्छ यति विचार गर्नुहोस् के हो भनेर भन्न अहिले मलाई जरुरत छैन। अब प्रचण्डले चुनाव जिते पछाडि एउटा डर के छ भने राष्ट्रपति फटाइदिन्छन् कि प्रचण्डले भन्ने पनि छ, त्यो हुन सक्छ सक्दैन। तपाईँलाई एउटा कुरा, राष्ट्रपा भन्ने पनि पार्टी हो र भने त्यो पार्टीको कोही कार्यकर्ता त्यो केपी ओलीलाई जसले जितायो, किनभने यस्तो यो अझै गर्ने प्रचण्ड त खेलाडी हो नि त। त्यो प्रचण्ड कुरा नल्याउनु न यार, युवराज सबैको कुरा गर्नु क्या।
तपाईँ त सांसदै हुनुभयो भने त तपाईँ के कुरो उनीहरू कुरा गर्नु पर्यो। खासमा त प्रचण्डकै झोले भन्छन् कि तपाईँलाई त्यही भएर माग्ने सांसद के लोचारबाट के नाप्छ भने सांसदले भने युवराज सफलको पावर मन्त्री प्रधानमन्त्री भन्दा बढी छ भने सांसदले नाप्छ के। त्यसले गर्दाखेरि राजसभा भन्ने कुनै पार्टी थिएन, हिजो जसले ओलीलाई जितायो त्यही मान्छेले बालनलाई जितायो क्या। धन्यवाद भन् भाइ, धन्यवाद भन्। दाइ अनि तपाईँ इन्डियाको एजेन्ट हो कि अमेरिकाको कि चाइनाको कि कसै कुनै देशले पत्ता खाएनन् तपाईँले? म इङ्ग्लिस बोल्न पनि आयो, छाङछाङ छुङछुङ भन्न नि आउँदैन। म चाहिँ नेपाली जनताको एजेन्ट हो, नेपालको संविधानको एजेन्ट हो। म यो देशको हलीको ठालो। विदेशीले एजेन्टको रूपमा पताउँछन् भन्ने तपाईँलाई विश्वास छैन आफूले आफूलाई? यस्तो हुन्छ, यदि म कसैको नुन खाएर नुनको सोझो गर्न सक्छु भने एजेन्ट बन्दा हुन्छ, नुनको सोझो गर्दिन भने एजेन्ट बन्छ। त्यसैले भनेछ विदेशीले त नुन खाएर सोझो गर्ने चाहिँ तल मारिदिन्छौ। मधुरोलाई राति सुतेवाला कसरी लगाऊ। कुनै बेलामा 1 नम्बरको चाहिँ मित्र थियो अमेरिकाको, बिन लादेन अमेरिकाको पार्टनर थियो, बुझ्नुभयो। त्यसपछि आएर सद्दाम हुसेन अमेरिकाको पार्टनर थियो। एउटा कर्नेल लिबियाको शासक गद्दाफी भन्ने कुनै एउटा अमेरिकाको चाहिँ पार्टनर थियो। नुन खाए, नुनको सोझो गरेर लगाएर मारिदियो। हो, रवि बालेनहरू अमेरिकी एजेन्टहरू हो, सिआइएको एजेन्टहरू हो। अहिले यहाँ सिआइएका एजेन्टहरू आएको छन्, यो के भन्छ अरे सिआइए है, सिआइए छ अमेरिकाको चाहिँ खुफिया एजेन्सी। अब यो इजरायलको चाहिँ अस्ति खामेनीलाई मार्यो नि, यो खामेनीलाई मार्ने चाहिँ यो चाहिँ मोसाद भन्ने छ र नेपाललाई चाहिँ प्रयोग गर्ने, नेपालमा अमेरिकी बेस क्याम्प राख्ने अनि चाइनालाई हान्ने। अनि चाइनालाई हान्ने, चाइनाले हान्दैन। त्यसैले जसले रवि लामिछानेलाई बालेनलाई घन्टीमा भोट बजाउनु भएको छ, अब बमले तपाईँको टाउको बजाउँछ। त्यही हो, यहाँ अरू भन्दिनँ। तर फेरि पनि लास्टमा म जो जनताले चाहिँ राष्ट्रपालाई भोट दिनुभएको छ उहाँ जनताहरूलाई म नमस्कार गर्छु, धन्यवाद दिन्छु। जे भयो नि तपाईँले पुरानो पार्टीको गुन्डागर्दीका विरुद्धमा, दादागिरीका विरुद्धमा भोट हाल्यो। अब पुरानो पार्टीले त गिदी मात्रै खाथ्यो, भ्रष्टाचार गरेर देश कङ्गाल भएको थियो। अब अमेरिकाले के अरे चाइनाले बम बर्साएपछि तपाईँहरूको भाग हुन्छ। अब सुशीला कार्कीको त तारिफै छ। एउटा महिलाले नेतृत्व पायो भने के गर्न सक्छ हेर भन्ने भाषण त चुनाव गर्नु त हो, सिआइएको एजेन्ट त हो सुशीला कार्की। अनि मालिकको आदेश पालन गर्दैमा के गर्व गर्नुपर्ने हामीले? अनि यत्रो चाहिँ बबन्डरको बिचमा पनि चुनाव गराएर देखाउनु भयो, त महान नारी हो नि। अनि त्यही गर भनेर दिए हो त, नगरे त लर उठाइहाल्थ्यो नि उसलाई भने। मालिकले नोकरको आदेश पालन गरेर के अचम्म कुरा गर भने। तर विगत भन्दा अहिले त धेरै चाहिँ सौहार्दपूर्ण वातावरणमा चुनाव सम्पन्न भयो नि त। 49% भन्दा बढी भोट खसेको छैन। मैले भोट हालिनँ, हेर्नुहोस् यहाँ मेरो केही लागेको छैन, मैले भोट हालिनँ। म गाउँबाट हिजो मात्रै आएको। अब जनताहरू युवराज सफलको पक्षमा 60% भन्दा बढी मत नखसेर कसरी हुन्छ? 50% भन्दा भोट खसेको छैन। हेर्नुहोस् कतिजना थिए विदेशमा, कति मतदाताको सङ्ख्या कति थियो। त्यसले गर्दाखेरि यो वैधानिकता विषयमा म पछि कुरा गर्छु होइन। केपीओलीलाई सुन्नु न, केपीओलीले हारिहाल्नु भयो। अब हामीलाई नि बाको उमेरको मान्छे बिचारा भन्न बाहेक केही आउन केही गर्न सकिन्न होइन। केपीओलीले के भन्नुहुन्छ? मैले एउटा भिडियो जारी गरेको थिएँ, केपी ओली तपाईँ पार्टीको अध्यक्ष पनि छोड्नुहोस्, तपाईँ पार्टीको चाहिँ सारा छोड्नुहोस् होइन। तपाईँ चाहिँ अब प्रधानमन्त्री बन्ने कुरा गर्नु भएको छ, एउटा मात्रै ठिक छ, एउटा हाम्रो मैले खानु होइन। मैले के भन्दैछु भने केपी ओलीले जेएनजीले कम्ती भने 3 मिनट त हेलिकप्टर चढ्नलाई टाइम दिएर रहेछ नि त। उहाँले सन्यास लिएर अरूलाई अगाडि बढाउनु पर्थ्यो। पार्टीमा जितेपछि उहाँलाई मनोबल बढ्यो, घमण्ड बढ्यो। त्यसैले केपी ओलीले दम्ब राखे, अहङ्कार राखेको नतिजा भोग्यो। त्योभन्दा बढी यो घन्टे ग्याङहरूको अराजकता छ अहिले। हेर्नुहोस् अब सामाजिक सञ्जालमा यिनको चाहिँ शब्द हेर्नुभयो तपाईँले, के बोले खाने यिनीहरूले। अनि यो पतनको सङ्घार हो। एउटा मान्छे के थियो अरे भने सहरमा त चढ्यो भनेछ, फुत्त चढ्यो, झन्डा पनि गाडी हाल्यो अरे, यो खोइ भने हेर्दा त भुइँमा डङ्रङ्ग उतारबाट लडिहाल्छ अरे। घन्टेहरूको हालत यही हुन्छ, किनभने हामीले अराजक बोल्न त तपाईँले सिकायो। ऋषि धमलाको स्टुडियोमा गएर भन्नुभएको थियो तपाईँले। त मान्छेलाई दलाल एजेन्ट परिचालित भनेपछि गर्दन उडाइदिनु पर्थ्यो त्यस्तो मान्छेको होइन। तैपनि मैले किन गर्दन उडाउने भने धम्किया मात्रै हो क्या। अब तिनै माननीय भएर आउँदैछन्। माननीय थाननीय भएर हामीलाई के हुन्छ भने धम्काएको एक मणिमा चुनाव जितिसक्यो। होइन त उहाँलाई त्यो शुभकामना छ, बधाई छ। जनताले मत दिएका मान्छेलाई मैले चाहिँ ऊ गर्न मिल्छ। जनताको दाइ यसो गरौँ अब जे भयो रासोपाले 2/3 लियो। अब बालेन र रवि लामिछाने एकैचोटि कार्यालयमा बेला तपाईँ हामी सँगसँगै जाऊँ। तपाईँले क्षमा माग्नुहोस्, ल हजुर मैले गल्ती गरेँ मुद्दा हालेर भन्नुहोस्। अनि जनताले तपाईँले मन पार्छन्, भइगयो त किन यो तपाईँ मुद्दा भन्ने। रवि लामिछानेले बालेनले सो घोषणा गरून् 480 को पहिमा यो कारण भएको हो, मेरो 2टा नागरिकता यो कारण बोक्या हो, अनि मैले 2टा पासपोर्ट यो कारणले बोक्या हो, यो गल्ती गरे हो, सहकारी मैले यसरी खाएको हो, कुखुरा भातमा मदन पारेर मैले मासु खाएकै हुँ, कुखुरा बाँडेको हुँ भनेर गल्ती स्वीकार गरून्। सिआइएको एजेन्ट म भएकै हो, जेएनजी आन्दोलन गर्न लागेकै हो,
कैदीलाई चाहिँ ए बाहिर निकालेर ठोक 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 हान भनेर चाहिँ आगो झोस् भनेर भनेको भिडियो छ उसले त्यो स्वीकारोस् त्यसपछि के गर्ने म गरौँला बालनले यो पाराले त तपाईँ बचेर हुनु जनताले त तपाईँलाई कुट्ने भयो यत्रो भोट दिएर उ गरेर मन पारेको मान्छेले तपाईँले खालि मुद्दा हाली धोका के अरे दुःख दिने मात्र गर्नु अनि उसको दुईटा नाइट त हामीले बनाउन लाग्यो युवराज सफल के नाइट हामीले बोक्न लाग्यो यो सबै कुरा भयो युवराज यस्तो सफल कुरा यस्तो नगरौँ नि। ज्ञानी मान्छे हुनुहुन्छ मैले उहाँलाई एउटा प्रश्न गर्छु समस्याको अर्को नाम के हो म थाहा छैन अर्को नाम के हो यसको 3टा सिङ निस्किया हुन्छ होइन सिङ्गडा भन्छ यसलाई सिङ्गडा सिङ्ग त मै हो त अनि सिङ्गले खाएको सिङ्गडा सिङ्ग नै हो नि त म तर सिङ्गल त मासु खान्छ तपाईँ त सिङ्गडा खानु सिंह त सिंह नै हो अलिकति यहाँ घाँटीको रौँ चाहिँ अलि लागु बनाउनुपर्छ सिङ्गले केही भएन मासु भएन भने खान्छ त अनि कहिले बाघले घाँस दिनु होइन कहिले खाइरहेको हुन्छ एउटा भिडियो दिइहाल्छ खान्छ कि हो अहिले चाहिँ युवराज सफल सिंह चाहिँ त्यही घाँसका नि सिंह भयो होइन लुते बिरालो म्याउ म्याउ गरेर कता हिँड्दैछ सदन छिर लगाइदियो लुते बिरालो ओलो त्यो बिरालो रवि लाम्छा नि लुते बिरालो म्याउ म्याउ गर्छ ल मलाई खाने हो यार ल, धन्यवाद। के छ तपाईँलाई अरू के भन्नु